गाइज नमस्ते नमस्कार म चाहिँ नवीना पुजारी अनि म चाहिँ पवित्र गौतम। आज चाहिँ हामी ताप्लेजुङ जानला छौं तर कहाँ पुगिन्छ थाहा छैन, बाटो कस्तो छ नि थाहा छैन। ब्लग चाहिँ हामीले यो आधी बाटोमा आएर स्टार्ट गरेका छौं किनभनेदेखि यात्रा अब कस्तो हुन्छ भनेर बाटो पनि देखाउँछौँ हामी अनि हामीलाई कस्तो हुन्छ भने अनुभवको लागि पनि। अनि यो चाहिँ हाम्रो के रे अगाडि हैन क्याबिनमा बसिरहेको थियो कि रमाइलो गरी अब पछाडि सिटमा अब कम्फर्टेबल साथमा बस्छौँ। अब सुत्दै जान्छौँ यति हो। बाइ बाइ। हाम्रो साथी रानो मेबाकिरानो अनि हाम्रो दिलीप दाइ अनि हाम्रो प्रिय पुनम दिदी कार्यक्रम हुँदैछ। भाइ एकताको सन्देश यो सबैले यो चाहिँ यो गलबन्दी चाहिँ हामी भ्रमण नसिकेसम्म यसलाई काठमाडौँ महानगरपालिकाले लेखेको छ है। यो काठमाडौँ महानगरपालिकाले देखियोस् कि सबैतिर हामी एकता, सबैमा हामी एकमत छौँ भन्ने एउटा सन्देश है यो। ल तासाले माइक आउनु जानु नजानु जानु ठोकिदिया मात्र होइन, अलिक ठोकिदिया होला फेरि नआजो छोड्नु भएन। पाँचौँ छैटौँ दिनको भ्रमण चाहिँ उहाँले सच्ची रानो मे बम्बई की रानो हाम्रो शुभ यात्रा सफल मेरो खिच्दै है राम्रोसँग खिच्दै के राम्रो जस्तो पाइ त्यस्तो हो। चिचा हो सफल गर्नुपर्छ है सबैजना मिलेर। सिद्धियो नि म पनि खुसी छु। हाम्रो यो अब हामी यहाँ गाडीसँग विश्राम गरेर हामी अब के गर्नु खाजा पातले गाउँमा हामी पत्ली कममा रहेछौँ। रानो कस्तो लागिरहेको खिच्न मन लाग्छ।
सबै ग्याङहरू उता हुनुहुन्छ। पुनम दिदी यता हुनुहुन्छ, देख्नु भएको छ कि छैन मलाई थाहा छैन। यता दिदीहरू हुनुहुन्छ, नबिनाहरू चाहिँ भित्र गएछन्। हामीलाई चाहिँ हावा चाहियो हुनाले बाहिर बसिरहेछौँ। मेरो अनुहार कस्तो नराम्रो देखेको, यो सिन्धुली गढी भन्दा तल हो। खाना खाँदैछौँ सबैजना, लोकल भाले छ त्यहाँ। अनुहार गाह्रो भयो भनेर कस्तो लागिरहेछ त नबिनाजी हजुरलाई? यो घुमाउरो बाटो कर्दै हुन्थ्यो जस्तो लागिसक्यो। उतार गर्दै हुन्थ्यो। माया माया तिमीलाई सम्झन्छु दिनको रात तिम्रो माया छ मलाई छ न त माया पानको
चिहान भएको ठाउँमा गर्नलाई के हामी तर गएनौँ किनकि त चिहान भएको ठाउँमा भने हामीलाई तर्सायो भने के तिमी उता जाने भने होइन उता जाने भने होइन चिहानमा उता छ चिहान चाहिँ कहाँ छ चिहान हो यो चाहिँ डान्सर केटी 1 2 3 हो उहाँ चाहिँ सुस्ता गीत गाउने उहाँ चाहिँ मादल ठोके गर्ने अनि म नमस्ते आज हामी यात्रा गर्दैछु कता भन्नुस् त इलाम टु ताप्लेजुङको यात्रा गर्दैछौँ है गाइस कस्तो हुन्छ हेरौँ आज इलामबाट हामी भ्लग स्टार्ट गर्दैछौँ है त अब आज राके इलाममा आयौँ खाना खान बसिरहेछौँ अनि हामी डुलिरहेछौँ दिदी फोटो खिच्दै हुनुहुन्छ दाइ फोटो खिचिदिँदै हुनुहुन्छ म चाहिँ भिडियो बनाउँदैछु अनि नबिना चाहिँ त्यहाँ सोच्दैछ म के गर्दा हुन्छ भनेर रातो भाले यहाँ छ क्याक क्याक त्यही भएर के छ दाइ हावा दाइ एकदम ठिक छ है यात्रा त धेरै राम्रो भएको छ अनि सुन्दर ठाउँ पनि है घुम्न आउनुको त 5 करोडको चप्पल चाहिँ यहाँ छ है नयाँ चेकिङ हुँदो रहेछ अनि बजार कत्रो ठुलो रहेछ अनि मलाई एउटा के अचम्म लाग्ने ऊ त्यो घर त्यो भिरमा जोडेर बनाएको छ बाढी आयो भने जाँदैन भने यहाँ बाढी पनि आएछ कि अचम्म लाग्यो मलाई 5 थर भाले यहाँ छ कुटी गर्दैछ मम्मी हेर्नु त कति राम्रो सिस्नु मम्मीलाई कति मन पर्थ्यो ऊ त्यहाँनिर रहेछ कस्तो राम्रो सिस्नु छ तर के गर्नु आकाशको फल आँखा तरी मर भने यही हो खाना खाएर धेरै विश्राम गर्दैछौँ अब के भन्नु यति नै हो बाई 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 फेरि हामी बाई अब भिडियो रातिको 3 बज्न लाग्यो अब भिडियो यहाँ पूजाको सामान पूजा गरेछ नि ठिक्क देखिन्छ क्या हिमाल सबै ऊ त्यो यो लौरो बोकेर हिँडाउ क्या सिधा जाने नि चाहिँ यो आज पाथी भाडा दर्शन गऱ्यौँ र बिहानको दृश्य हो यो एकैचोटि यो हिमालहरूको दृश्य देख्न पाएको छ यता छ यो मुकुल हिमाल होला अनि यता एकदम रमणीय छ क्या यो ठाउँ
चाहिँ यो आज पाथी भाडा दर्शन गऱ्यौँ र बिहानको दृश्य हो यो एकैचोटि यो हिमालहरूको दृश्य देख्न पाएको छ यता छ यो मुकुलुङ हिमाल होला अनि यता एकदम रमणीय छ क्या यो ठाउँ हेलो हेलो हाई नमस्ते गुड मर्निङ आज चाहिँ हामी यो ताब्लेजुङको पाथी भाडा मन्दिरबाट है एकदम राम्रो सुन्दर भ्यूजहरू देखिरहेछ तपाईहरुले देख्न सक्नुहुन्छ यो पाथी भाडाबाट देखिने हिमालको दृश्य एकदमै रमाइलो छ एकदमै रमणीय छ यात्रा गर्न बिहान बिहान एकदमै सहज छ हामी लगभग तल्लो यहाँ हाम्रो तल्लो ठाउँ कि के भन्दो रहेछ त्यहाँ बास बस्ने ठाउँ आउँदो रहेछ त्यहाँदेखि लगभग डेढ घन्टा लाग्यो हामीलाई त्यहाँदेखि 1.5 घन्टामा हामी यात्रा गर्न सफल भयौँ जस गाडी आइपुग्ने बाटोबाट अस्ति जोस केबल कार बनाउँछु भन्ने बाटो चाहिँ लगभग 4 घन्टा अलि 4 घन्टा सरसर हिँड्ने मान्छेलाई बिस्तारै आउँदा 4 घन्टा जति लाग्ला त्यति लाग्ने हो यात्रा केबल कारमा आउनुभन्दा यात्रा गरेर आउँदा धेरै बेस किनभने केही कुराहरू सिकेर गइन्छ केही कुराहरू बुझेर गइन्छ केही कुराहरूको नोट गरेर गइन्छ त्यसैले अति नै राम्रो र अति नै सुन्दर छ तपाईहरु पनि आउन सक्नुहुन्छ हामी लगभग काठमाडौँबाट 30 घण्टाको यात्रा भयो बसमा त्यसपश्चात हामी 4 घण्टा जति चाहिँ हिँड्नु पर्यो 4 घण्टा जतिको समयमा हामी पाथी भाडा मन्दिर आउन सफल भए एकछिनै त म पाथी भाडा साइडको पनि देखाउँछु तपाईहरु यो पाथी भाडा मन्दिरबाट प्रत्यक्ष अवलोकन देखिने हिमालहरू है तपाईहरुले भन्नु होला यो हिमाल पाथी भाडाबाट देखिने यो हिमाल चाहिँ कुन हिमाल पर्छ तपाईहरुले हेर्नु होला यहाँ पाथी भाडा मन्दिर र सबै दर्शन गर्न आइसक्नु भएको छ अति चिसो छ अलिअलि तर अति रमाइलो अनि सुन्दर ठाउँ तपाईहरु पनि आउनु होला अति नै सुन्दर छ है एकदम अमेजिङ बबाल सुन्दर ताप्लेजुङ अनि सुन्दर पाथी भाडा बिहान बिहानै लगभग 2 घण्टा लागेर उकालो आयो अनि दर्शन गर्यौं है त यो 20 करोडको खाना है स्पेशल फिल्मको खाना नास्ता फिल्मको खाना है यो चाहिँ अब पसिना पुस्ने दायाँ बायाँ हेर्ने त्यो त नाटक गरेर जस्तो देखिहाल्यो नि त अनि त्यो फेरि अब यता हेर आउ न ठिकै देखाएको काली चाहिँ देखाएको छ अरू यता यता राम्रो देखिन्छ कि आधा लाउनु आधा लाउनु अहिले फेरि ठग्ने नि किन सँगै भइहाल्छ 3 + 3 = 8 बताइए कैसे कैसे गलती से